पोका बोकेर निस्केको अब चाहिँ हुन्छ दाइ धेरै धेरै धन्यवाद हुन्छ दाइलाई पनि धन्यवाद ओके यहाँ पोटल गेस्ट होस्टको दाइ है थाङसाङमा हुन्छ दाइ अब बाइक साइक प्याक गरेर अर्पण दाइले बाइक बाँध्दैछ यहाँ सेल बाइक बाँध्दैछ बाइक इज रेडी हामी बसेको ठाउँ चाहिँ त्यो माथि चाहिँ हाम्रो रुम थियो दाइले ब्ल्याङ्केटहरू सुकाउनु भएछ बाइकहरू पनि चाहिन्छ तल खेतहरू खन्दैछ अघि बिहानदेखि खन्यो आलु चाहिँ प्रशस्त पाएन पाएँ बाबाई खङ्सा सियु अगेन होपफुली सक्यो यो चाहिँ हामी मनाङ भिलेज पस्यौँ है मनाङको बाटो चाहिँ गाउँको बाटो चाहिँ यस्तो हुन्छ हाम्रो अर्पण दाइलाई पर्ख्यौँ लेकिन कम किन दाइ अघि अघि पछि मनाङ भिलेजको बाटो लेफ्ट 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 चलो 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 यहाँ मनाङमा चाहिँ हाम्रो त्यो अति तल खुदीमा बनाएको पर्मिट चाहिँ एन्ट्री त होइन हामी चाहिँ एक्जिट गरेर चाहिँ निस्केको अब चाहिँ मनाङबाट चाहिँ अब उयो तल एउटा गुम्बा छ गुम्बा निस्किने टिभी चाहिँ सरर Bye bye, Manang. See you next time.
Did it! Hope to see you again. Yes, see you again. Sangha monastery. कति 100 years old भनेर सुनेको थिएँ त्यही भएर चाहिँ यसो आएको फर्किँदा है गुम्बा चाहिँ यहाँ थियो भ्यू हेर्नुहोस् यहाँको यो गुम्बाको एन्ट्रेन्स तारा लागेको छ यताउता यहाँ न यता निस्किने ठाउँ रहेछ हौ दुलो दुलो रहेछ उता पाउँछ एक राउन्ड घुम्ने रहेछ पछाडिबाट टायरमा चाहिँ काँटी पसेको रहेछ यहाँनिर हावा छैन हावा काँटी ननिकाल्ने हावा चाहिँ अलिकति मनाङबाट के ल्याएछ साथी भन्दाखेरि त काँटी पनि लिएर आएछ होइन होइन त्यो टिक्क एउटा गाडिएको छ कुनै के क्या भित्र पसेको छ त्यो थिचिँदाखेरि क्या भित्र पसेको होला चल्छ अझै 40-50 किलोमिटर चल्नु पर्ने होइन है तल चामैतिर भेट्छ ल हामीले चाहिँ जति हावा हाल्दा पनि भएन हो यो एकैछिन हावा गइहाल्ने अन्तखेरि अगाडि गएर चाहिँ हामीले चामेमा चाहिँ फेरि पङ्क्चर
एकजना भाइ भेटेर त्यहाँ चाहिँ हामीले पङ्क्चर फिक्स गऱ्यो हो यो हावा लाउँदा पनि भएन गाइस 5 मिनटमै हावा जाँदैछ 3-4 खेप लाग्छ क्या यहाँनिर चाहिँ काट्यो कि के बसेको छु हो अब यसलाई बनाउने कोसिस गर्छु यहाँ छ यहाँ भाइले चाहिँ यहाँ के पनि छ भयो जामेमा चाहिँ भाइले मेरो पङ्क्चर बनाइदियो अहिले त्यत्रो खतममा भेट्यो भाइले के पाराले कहाँ भेटाएको भाइ पैसा पनि दिनु मानेको थिएन पैसा पनि लिँदिनँ भन्छ अब तातो पारीमा लाने हल्का है चामे आइपुग्यो बाइकको पङ्क्चर बनाएँ अब यहाँ एकछिन हट स्प्रिङमा आराम लिनु अब हट स्प्रिङ चाहिँ अहिले आउँछु आफ्टर को चिल्ड 3 दिनको राइड 2 दिनको टफ ट्रेकको बादमा चाहिँ हट स्प्रिङमा बस्नु पाउँदा चाहिँ योभन्दा डराउँदा चिलाक्स चाहिँ के पनि हुन्छ त्यो बगेको हुन्छ त तालै टल्कोस् तर मजा चुचु जाडो भयो हिउँ परेको रहेछ हट स्प्रिङ we enter the hot spring होटेलबाट एकछिन घुम्ने थियो हो बाइक पनि वास गरेर जान्छु यो हामी बसेको चाहिँ 9 much needed होइन तिमी फोटो खिच्दैन बिफोर आफ्नो म त खिचिहाल्छु नि त अरू मलाई गाली दिएको म डढेर बाइक वास हुँदैछ त्यहाँ पर्खिरहेको छौँ मेरो पनि सबै नागाला गाला यस्तो हाम्रो ओठ सबै हिउँले डढेको ट्रेकिङ पर्क्स अफ ट्रेकिङ पटपट्टि छ छाला निस्किँदैछ बाइक वासिङ पनि भइसक्यो तल त्यो भइसक्यो बाइक अब फेरि भोलि चाहिँ ब्याक टु सिलिगुडी Parmalai with the coffee. It's a video at which place is this? Godfather's Pizza.
बल भिडियो गर्नु नि दिएन अन्त तिमीलाई निकै गर्छु बुढी Guess what? All the rich ass boys put a butt on us. Ice ass sitting up. You could look. नोबल इनबाट चाहिँ हामी हिँडेको यहाँ अर्पण दाई रेडी यहाँ अब दाई आउनु भएको छ पोखराबाट रोहित दा हो हाम्रो इन्टरनेसनल लास्ट टाइम पनि आउनु भएको थियो एभ्री टाइम है इन्टरनेसनल कन्ट्याक्ट एनी हेल्प है जहिले पनि जे पर्दा बिचरा बिहानै आएर बसिरहनु भएको रहेछ अहिले क्यास आएको थियो क्यास दिनुभयो बिहानै आएर पर्खिरहनु भएको रहेछ ठिकै छ ल निस्क्यौँ अब ल ओके पहिला यहाँ खिचेको थियो नि त है यहाँ खिचेको थिएँ पहिला पहिला नै खिचेको तिम्रो फोन हो न म यो चार्जमा लगाइरहेको छु होइन मेरो स्टोरेज सकेको थियो कि मेरोबाट खिचेर म हालिदिउँला नि त यस्तोबाट युट्युबमा आइहाल्छ ओ त्यो पनि त हो आइपुग्यो हामी हजुर कालिम्पोङबाट आउनुभयो म चाहिँ रूपम है म चाहिँ रूपम है हजुर दाइले भन्नुभएको थियो ल दाइ भन्नु ल तपाईँहरू डिनर के गर्नुभयो थाहा त छैन केही त खानु पर्यो है हजुर जे छ अब त्यही खानु पर्यो बिस्तारै यहाँ लच्किँदो रहेछ ठुलो लगायो मातेको छु होइन आजै हिँड्नुभएको उताबाट हजुर के ढुङ्गा चाहिँ हेर्दै गेस्ट आइपुग्नु भएको छ आउनु न है हुन्छ हरिन्छ 11:20 भयो
बिहान 10:30 हिँडेको पोखराबाट हो अहिले 11:20 भइसक्यो झन्डै 13 घन्टा राइड गरेर चाहिँ अस्ति फर्स्ट नाइट जहाँ स्टे गरेको थियो कोशी रिभरको त्यहाँनिर आइपुग्यो आज यहाँ दाइलाई भनिरहेको छु एउटा टेन्ट भन्दा पनि टेन्ट हाउस हो यो विशेष राजु दाइ मैले मुना खाने थिएँ यो अर्कोले जब थियो किन्यो बोर्डर पार गर्नु सक्दैन त्यो भएर सक्नै परेछ आज यो अर्पणले कफी मगाएछ कफी खाइसकेको ए हो कफी खाएर अब चाहिँ लाग्नुपर्छ खाजा पनि खाने अरे भाइले खाएर जानु भन्दैछ ए के छ खाजा सर्टै गरेको भेजिटेबल्स स्क्राम्बल्ड एग र ए ल ठिकै छ रोक्नु परेन नि भोकै जानुहुन्छ त्यहाँ हो भनेर भन्दैछ यहाँ चाहिँ ट्रेनिङ गराउने ठाउँ हो यहाँ ट्रेनिङ उड्न आँट्यो हाम्रो कर्मा साथी उड्न आँट्यो आज उडेर जाने अरे आज बाइक छोडेर ल उड्छ नगर त्यसो यहाँ पनि बिचको पनि छोड नछोड हाम्रो ए होला नि अर्को खुट्टामा हाल न हरायो कर्मा साथीको ल बसिरहनु पाए त भइहाल्थ्यो नि घर चाहिँ को जाने छिटो खाजा खाएर जानुपर्छ कालोमा चाहिँ हाम्रो स्टे थियो लास्टमा चाहिँ एभरेस्ट थियो एभरेस्टमा चाहिँ के भयो अरे ए यो नेटको चेन बिग्रेर होइन नेटको चेन चढ्नु गाह्रो हुन्छ भनेर अलिकति ए अलिक तपाईँले यति हिँडेर आउनु भएको एभरेस्ट नचढ्नु साझु हुने न प्याकिङ गरौँ दाइ वेलकम ब्याक भनेको मासु लानुभयो त ल सुमा Yo.
आइपुग्यो बाइकको गति चाहिँ फेरि जस्तोको त्यस्तै पोखरामा धुएको थियो यी इटरीको बाटोमा जस्तोको त्यस्तै फेरि ठिकै छ हेलो आया आया पकाउने मलाई खै पो पकाउने भाइ खै पो पकाउने खोलो पकाउने हेलो नाइट ड्रेस के गरे अरे नाकमा गाउँ भएको